यो पदमपोखरी चोकबाट यहाँ आइपुग्छ अनि त्यहाँदेखि यस्तो फर्केर हामी यहाँबाट यस्तो यो बाटो सबै नक्सामै छ। यहाँसम्म स्ल्याब आइपुगेको छ। अब यहाँदेखि अलिकति अगाडि जाँदैछ यो जमिन यो बाटो चाहिँ सबै यत्रो बाटो छ होइन, हेर्नु यत्रो यहाँदेखि यहाँ छेउसम्म यत्रो बाटो छ। स्ल्याब यत्रो छ है, स्ल्याब यो स्ल्याब भन्छ कि स्ल्याबमै होइन यो त स्ल्याब हो र स्ल्याब बाटो छ। अनि जमिनवाला मान्छे स्वयं आफै यहाँ हुनुहुन्छ। त्यसपछि अनि यो जमिन यत्रो बाटो छ, पानीको बत्तीको पानीको सुविधा पनि छ नि यहाँ घर भएपछि त पानीको सुविधा त्यतिको भइहाल्यो नि, बत्ती पानीको सुविधा भनेपछि। अब यहाँ तपाईँको यो बत्ती बलिरहेछ यहाँ होइन। यो बिहान फर्स्ट आवरमा छौँ अनि यहाँनिर हो नि त यतातिर यहाँदेखि यो छेउसम्म बाटो जस्तो अब यहाँबाट नि यस्तो बाटो निक्लेको छ। यो बाटो पुरै बाटो छ होइन त, यो बाटो छ। अनि यो चाहिँ अब स्ल्याब आउँदैछ त्यहाँसम्म। स्ल्याब आइसकेपछि फेरि अब उताबाट मात्रै स्ल्याब होला, एकतिरबाट मात्रै, यहाँदेखि तलतिर छैन होला भन्ने सम्झिनुहुन्छ भने त्यस्तो होइन। अब यहाँनिर उताको स्ल्याब पनि आउँदैछ। फेरि यहाँदेखि नि स्ल्याब भइसकेको छ होइन। यहाँबाट यहाँ घर पनि रहेछ। यहाँ त पानी खानेपानीको बोर्डको उनी छ के अरे, अफिसै छ होइन, ट्याङ्की हो के अरे यहाँ त ट्याङ्की। यहाँ तलतिर यस्तो बाटो छ अनि यहाँ माथि चाहिँ डबल स्ल्याब छ, एक स्ल्याब डबल स्ल्याब। यो यत्रो ठुलो चाहिँ उयो छ। अनि हाम्रो जमिन चाहिँ हामीले बेच्ने भन्ने जमिन चाहिँ अब यहाँनिर गयो नि त। यो यसको यो पोलभन्दा बिचको होइन, पोलभन्दा यतापट्टि यतैबाट जाउँ न। बाटो यो जमिन छ। यो यहाँ देख्दाखेरि सानो बाटो देख्नु होला, यो त ठुलो बाटो छ। फेरि वहाँसम्म आइरहेछ। यहाँबाट यहाँ त्यो ठुलो बाटो नै हो। ठुलो बाटो चाहिँ यहाँ स्ल्याब आउँदैछ अनि यताबाट स्ल्याब भइसकेको छ। अनि यो नक्सामै भएको जमिन के अरे बाटो हो। यो नक्सामा मजाले छ। यो स्ल्याब हुनेवाला छ, भइसकेको छ। अब यो लगभग प्रक्रियामा छ होइन त, प्रक्रियामा छ। अनि चाहिँ अब हाम्रो जमिन चाहिँ तपाईँलाई यही जमिन हो, यहाँनिरको जमिन। अब यहाँनिरको तपाईँले यो छेउमा लिनुहुन्छ कि यहाँनिरको लिनुहुन्छ कि अलि यहाँनिरको लिनुहुन्छ कि उयो पोल छेउनिर लिनुहुन्छ कि कतानिर लिनुहुन्छ। फेरि यो 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 के यो भन्छ यसले यो तारले केही असर त गर्दैन नि त होइन। गर्दैन, यो त बाटोमै पर्छ नि। बाटोमै पर्ने छैन, तर पछि त हटाउँछ नि यो बाटो छेउछेउमा ल्याउँछ कि यस्तो छ।